few moments later. भन्ज्याङसम्म चाहिँ अब हामी साथीको बाइकमा आएको थियो। भन्ज्याङमा उकालो त यो सिङ्गरेला नेसनल पार्कमा त बाइक उकालो आउनु दिँदैन रहेछ कि। अम्बो हिँडाइ हुँदैछ दुई भाइको। अब यो त अब भेषमा छ, आरामले हिँड्दैछ हो। आम्मा मेरो हेरिहाल्नु यहाँनिर छुबा हो हत्तेरिका फिल्टर लगाएर उकालो हिँड्दा त। अन्त कति किलोमिटर हिँडिसक्यो अहिलेसम्म हामी? 1 किलोमिटर हिँड्यो। माथि टुरिस्टले तँसँग फोटो खिच्ला नि। 1 किलोमिटर हिँड्यो। हिँडेको छ ए बाउ 1 किलोमिटर पनि नहिँड्ने रहेछ। तर मलाई चाहिँ हेब्बी हिँडेको जस्तो लाग्यो हो। ए खै मैले भनेको बुझिस्? टुरिस्टले तँसँग फोटो खिच्ला नि माथि। फोटो के ठिकै छ त अन्त त्यसो भए ल। ए अघिको गाडी यहीँसम्म नाक्दैछ नि त। ल बनाउँदै गरौँ अब, बिचबिचमा अपडेट दिँदै गरौँ। यो उकालोको बाटो देखाइदिउँ भनेको त। इन्द्रनीको बोर्ड होइन खै धुपीमा फलेको कुन त नि हौ? इन्द्रनी त्यसरी फल्छ नि त। फलेको त छैन यतिखेर हो, फल्ने हिँड्दा नि जिब्रो लटपट्यो अन्त। ल देखाउँदै गरौँ ल। बाटो देखाइदियो अब बाटोको अलिकति अपडेटहरू। उकालो नभएको भए पनि हुन्थ्यो नि अब हो। यतिको छ अब उकालो, के गर्नु, हिँड्नै पर्यो। मेन कुरा चाहिँ यसको चाहिँ अब त्यो माथि चेरीजीको कु राखेको दिनको चाहिँ फर्स्ट टाइम भन्छ नि त। त्यही भएर अब मैले नाइ भन्नु पनि नसकेको हो कि। मलाई पनि इच्छा थियो तर आउनु चाहिँ। को कहाँ हो? करले चाहिँ होइन कि, रहरले नै हो कि हुनु चाहिँ। तर यो बाटोले चाहिँ अलिकति हौसलालाई क्या उयो गर्ला जस्तो गऱ्यो नि त। सडक अलिक साह्रो पर्ला जस्तो भयो कि। अब हामी यहाँ सर्टकट लागौँ भनेको। यो फेरि कतिको उकालो छ नि। म युरिन डाक्न धेरै साल अगाडि बाउ अन्त त्यो हिँड्नु नसक्यो कि उकालो। यो उकालो त होइन, अन्त माथि तोङमा खायो क्या त। ए अँ चित्रेमा अन्त सर्टकट पनि अपै छ। तर अब यो रोडभन्दा चाहिँ अलिकति छिटो पुऱ्याउँछ कि भनेर सर्टकट लागेको हो। आम्मा यतिको त अपै हो नि। तर ए कुलमा हिँडेको साह्रै छ नि भ्लग गर्नु भने। अन्त अहिले निकै माथि आइपुग्यो। हामी धुपी गाडीभित्र छौँ। सटक छोडेको तल। अब यहाँ कहाँ माथि भेट्छ अब। कतिको गली छ? गली नो पसिरा निस्किन्छ छ्याप्चा बस्यो। तल छ सडक। ए उहीँ रहेछ हौ।
ठिकै छ बढ्दै जाउँ र 3-4 मिनटको बादमा फेरि सटक निस्क्यो हामी आम्मामा यो उकालो चाहिँ नि परेको भए कस्तो हुन्थ्यो अघि हुँदिनँ म अब यो उकालो हिँड्दा ल ए यहाँ पनि सर्टकट छ क्या के गर्नु यहाँ सर्टकट रहेछ सर्टकट जानु लु त लाग्दै पनि त्यसो भए लु फेरि सटक भेट्यो लागिदिउँ के छ र अब पुग्नु त पुग्न आँट्यौँ कि एउटा के भयो भन्दाखेरि चाहिँ पानीको छिटो आयो डरलाग्दो भिजाउँदैन के लाग्छ तँलाई आउँछ होला पानी आउँदैन पानी लु ठिकै छ त्यसो भए आम्मामा लगभग हामी कति किलोमिटर हिँडिसक्यो आम्मामा 2 किलोमिटर जस्तो हिँडेछ यहाँ दामी रहेछ हौ बाँसको आम्मामा ठिकै छ अब पानी आयो पनि पुग्नु पर्यो माथि हो अहिले भेटौँ कस्तो गोला रहेछ हौ अन्त पानी आयो त केटा जु बिस्तारी हत्तो भन्यो ए म उयो गरिहाल्छु पऱ्यो आम्मामा लगभग 45 मिनटको हिँडाइले चाहिँ अहिले हामी बल्ल बल्ल चित्रेको त्यहाँ आइपुगिसकेको छौँ हुनु त 3 किलोमिटर मात्रै हो कि आम्माम तर चढाइले चाहिँ हत्तो हैरान र अहिले चाहिँ फिलहाल आइपुग्यो हामी हो यहाँनिर पस्दैछौँ हामी त्यो चित्रे गुम्बापट्टि त्यो यहाँ देख न ठिक्कै पानीमा यो ए यहाँ चित्रे गुम्बा लेखेर ओह गेट अब यो देख्दाखेरि चाहिँ कस्तो सुख हुन्छ भाइ अब आइपुग्यो नि हो लु अब चाहिँ हामी आइपुग्यौँ म यहाँबाट ठिक्कै हाम्रो चेरीजी पनि यस्तो दामी निस्किरहेको रहेछ यहाँभित्र यहाँ नेपाल भारतको सीमा अहिले हामी फिलहाल नेपालभित्र रहेछौँ छ्याङ्गै हुँदैछ लुजुम ल अब चाहिँ हामी चाहिँ चित्रे गुम्बाभित्र चाहिँ प्रवेश गऱ्यौँ यहाँ आइपुग्दाखेरि चाहिँ ठिक्कै तपाईँको पानी पनि स्टार्ट आयो फेरि यहाँ मान्छेहरू एकदम फोटो प्रार्थनाहरू गरिरहेको रहेछ जो पहिला भित्र है
त्यो पर पसेर मिस है अँ घरको गएर मिलाउने जाने साइडबाट जाउँ यताबाट जानु पऱ्यो चलो हो उयो गर्नु दिँदैन होला हो माथि पुगिन्छ पनि तर पानीमा हामीले आम्मा ठिक्कै पानी पनि आयो हेर न हजुर त्यहीँ र यो गुम्बाभित्र पसिसकेर बादमा खिचेको फोटोहरू हो गुम्बाभित्र चाहिँ अब त्यहाँनिर बाहिर लेखेको थियो भित्र भिडियो खिच्नु मनाइ छ भनेर र एक दुईवटा फोटोहरू खिच्यौँ हामीले त्यहाँनिर त्यसको बादमा हाम्रो यो भ्लग्स इन्कम्प्लिट भयो किनभने ब्याट्री लो भएको कारणले गर्दाखेरि चाहिँ हामीले भ्लग्स यति मात्रै बनाउनु पायौँ।